नमस्ते, म मनिष श्रेष्ठ फेरि पनि यहाँहरूसँग चाहिँ नयाँ भिडियो र महत्त्वपूर्ण जानकारी लिएर उपस्थिति भएको छु। अब हामी विषयवस्तुतर्फ लागौँ। आजको यो आधुनिकताले तपाईँको जीवनस्तर र आवश्यकताहरूको सीमा बढाएको छ र त्यसका लागि आम्दानीले नपुग्ने अवस्था आएको छ। मतलब एउटा व्यक्तिको कमाइले तपाईँको घर धान्न र जीवनयापन गर्न निकै गाह्रो हुने अवस्था आएको छ र आज हामी त्यही आवश्यकताहरूलाई कसरी परिपूर्ति गर्ने र कसरी आम्दानीको स्रोतहरू बढाउने भनेर चर्चा गर्न जाँदैछौँ। के तपाईँ नेपालमा सरकारी जागिर वा प्राइभेट सेक्टर जब वा विदेशमा बसेर काम गरिराख्नु भएको छ र आफूले कमाएको घरमा खर्च कटाएर जम्मा गर्नुभएको पैसा ब्याङ्कमा राख्नुभएको छ या कसैलाई सापट दिनुभएको छ भने त्यो पैसालाई आजबाट काममा लगाउनुहोस् र आम्दानीको स्रोत बढाउनुहोस्। एउटा आम्दानीले पुगेन भने अब अर्को आम्दानीको स्रोत पनि बनाउनु पर्ने अवस्था आएको छ। त्यसैले तपाईँको आम्दानी बढाउनको लागि तपाईँसँग भएको पैसालाई नेपालको सेयर मार्केटमा लगानी गर्नुपर्दछ र तपाईँको आम्दानी बढाउन सकिन्छ र तपाईँले खर्च कटाएर बचाउनु भएको पैसालाई नेपालको सेयर मार्केटमा लगानी गर्न सकिन्छ र त्यो कसरी गर्न सकिन्छ म हजुरलाई विस्तृत रूपमा बताउन जाँदैछु। नेप्सेमा लगानी 3 तरिकाले गर्न सकिन्छ। पहिलो तरिका हो आइपिओ। तपाईँले आइपिओ गर्न सक्नुहुन्छ। दोस्रो हो दोस्रो बजारमा गएर तपाईँले सेयर किनबेच गर्न सक्नुहुन्छ र तेस्रो भनेको एसआइपी गर्नु हो। एसआइपी अथवा म्युचुअल फन्डहरूमा लगानी गर्नु हो र यो लगानी कसरी गरिन्छ म हजुरहरूलाई विस्तृत रूपमा बताउन जाँदैछु, तर त्यसको लागि अर्को भिडियोमा। र आइपिओ कसरी भर्ने र आइपिओमा के चाहिन्छ त्यो पनि म भन्नेछु र सेकेन्डरी मार्केट कसरी किनबेच गर्ने, सेकेन्डरी मार्केटमा कसरी इन्ट्री गर्ने र कसरी किनबेच गर्ने त्यो पनि म भन्नेछु र अर्को एसआइपी कसरी गर्ने, एसआइपीमा कसरी लगानी गर्ने, म्युचुअल फन्डहरूमा कसरी लगानी गर्ने त्यो म विस्तृत रूपमा अर्को भिडियो बनाएर हजुरहरूलाई जानकारी दिनेछु। त्यो भिडियोमा तपाईँको आफ्नो कमाइलाई कसरी आम्दानीको स्रोत बनाउन सक्नुहुन्छ र आफ्नो आम्दानीलाई कसरी बढाउन सक्नुहुन्छ, आफ्नो सम्पत्ति कसरी बढाउन सक्नुहुन्छ त्यो मात्र जानकारी दिएको यो भिडियोमा। विस्तृत रूपमा जानकारी लिनको लागि म आइपिओको लागि छुट्टै, सेकेन्डरी मार्केटको लागि छुट्टै र एसआइपीको लागि छुट्टै अर्को भिडियो बनाउने छु। हस्त, धन्यवाद।